होइन नभए त खै मलाई त बाँच्न मन नै लाग्दैन के। मेरो त आफन्तहरू पनि कोही पनि आउनु भएन क्या त्यसम्म। कहिलेकाहीँ जीवनले यस्ता परीक्षा दिन्छ जसलाई शब्दले होइन केवल अनुभूतिले मात्र बुझ्न सकिन्छ। नमस्कार, आज हामी यस्तै एक बहिनीलाई भेट्न जाँदैछौँ जो पछेकासँग सङ्घर्ष गर्दै लडिरहनु भएको छ। उहाँको पीडा सुन्न, उहाँलाई हौसला दिन, उहाँको वास्तविक कथा तपाईँहरूसम्म पुर्याउने सानो प्रयास गर्दैछौँ। नमस्कार दर्शकबिन, आज हामी आएका छौँ। हामी एकजना बिरामी हुनुहुन्छ, उहाँ एकजना बहिनी होइन, उमेरले मेरो बहिनी नै हुनुहुन्छ रहेछ। उहाँ 7 महिनादेखि बिरामी भएर कोही एकदम एक्लो भएर बिरामी भएर बसिराख्नु भएको छ। उहाँलाई के भएको रहेछ भनेर बुझ्न आएका छौँ। मैले पनि हिजो भर्खर थाहा पाएँ। उहाँलाई केही गर्न सक्ने सहयोगहरू गर्छौँ भनेर हामी आज भेट्न आएका छौँ। के रहेछ उहाँको बारेमा अलिकति बुझौँ है। नमस्ते। हजुरको नाम? गौतम, आशा गौतम हो मेरो नाम। हजुरलाई यो कति भयो यस्तो भएको? आज 7 महिना भयो। 7 महिना? के भएको थियो हजुरलाई पहिला? पहिला त मलाई केही पनि भएको थिएन। 81 डलेको मन। पछि हस्पिटलमा गर्दा त 1 महिनापछि बल्ल थाहा पाएको मैले। अनि हजुरलाई अहिले कतिको सहयोगहरू आइरहेछ? के छ हजुरको आर्थिक स्थिति कस्तो छ? अब आज त छैन, आयुष त छैन। साथीहरूले नै गरेर यहाँसम्म बाँचेको म। सायद सकेसम्म गर्नुभएको। अनि यो अहिले हजुर यहाँ सञ्जीवनी हस्पिटलमा हुनुहुँदो रहेछ। यो हस्पिटलले कतिको सहयोग गरिरहेछ? कस्तो छ यहाँको उपचार हजुरलाई? उपचारहरू छ तर लामो समय भयो के होइन। अब मलाई त सक्ने अवस्था छैन नि त। त्यसो गर्दाखेरि लामो समय भयो। अझै समय लाग्छ भन्नुभएको छ। कति समय लाग्छ? थाहै हुन्न कहिलेसम्म थाहै हुन्न। तर हजुरले अघि मलाई अफलाइनमा भनिरहनु भएको थियो मेरो बोली पनि थिएन होइन, अहिले त मेरो बोली आयो भन्नुभयो। बोली थिएन अनि पछि यहाँ आएपछि बल्ल बोली आयो। लगभग 3 महिनापछि बल्ल बोली आयो। नभए त बोल्न पनि आउने थिएन। अहिले चाहिँ हजुरको त्यति गाह्रो त छैन, सजिलो त आएको छैन। बोली आउन चाहिँ पहिलाभन्दा सजिलो भएको छ। अनि हजुरको अहिले हात खुट्टाहरू चल्दैन? चल्दैन, खुट्टा चल्दैन के। हजुर, सबै चल्दैन। ठिक छ। अब हजुरलाई हामीले गर्नुपर्ने सहयोगहरू हामी गर्छौँ। हजुरलाई के कस्तो छ? मलाई त अब हस्पिटल पनि गाह्रो, हस्पिटलमा पनि पहिला आउँदा गाह्रै भयो, अहिले पनि अब पनि गाह्रै छ। हजुरलाई कसरी दर्शकबिनहरूलाई केही भन्न चाहनुहुन्छ? अब पहिला पनि सहयोग गरेरै अहिलेसम्म छु म। अरू साथीहरू पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा छ होइन। नभए त खै मलाई त बाँच्न मन नै लाग्दैन के। त्यसो नभन्नुहोस्, निराश नहुनुहोस् है। हामी दर्शकबिनहरूसँग हामी आफ्नो संस्थाबाट हामी सक्दो सहयोग प्रयास गर्छौँ। हजुर, निराश नहुनुहोस्। एकदम गाह्रो छ। अब दिने मान्छे कोही पनि छैन। त्यसो गर्दाखेरि अहिले हजुरलाई आफन्तहरूको सहयोग कतिको के छ? आफन्तहरूबाट छैन, साथीहरूले सबैले गर्नुभयो। हजुर, ठिक छ। जब मान्छेलाई बिरामी हुन्छ यो स्थितिमा परेपछि कोही हुँदैनन् होइन, सकुन्जेल सबैजना हुन्छन्। जब निराश आफू बेडमा ढलिसकेपछि कोही आफ्नो पराई कोही पनि हुँदैनन्। तर हरेस नखानुहोस्, हजुरलाई हामी साथ सपोर्ट गर्नेछौँ, सक्दो सहयोग गर्छौँ। जहाँसम्म चाहिँ भगवान्सँग प्रार्थना पनि गर्छौँ उहाँलाई छिटो निको होस्, चाँडै निको होस् है। तपाईँ नरिनुहोस्, धैर्य गर्नुहोस् है। अब अरू केही बोल्न चाहनुहुन्छ हजुर? मलाई बोल्न अलिक गाह्रो हुन्छ। त्यसो गर्दाखेरि पछि अब सन्चोबासी बोलाउँला बरु। अहिले पनि गाह्रो छ।
मेरो त आफन्तहरू पनि कोही पनि आउनु भएन क्याटेसम्म। आफन्तहरू कोही आउनु भएको छैन? अँ। सुन्नुहोस् आफन्त नभए पनि भगवानले हजुरलाई यतिको साथ दिएर होइन हजुर त्यो इन्डिया हुनुहुन्छ, हजुर यहीँबाट बोल्नुहुन्छ। एक दुई साथीभाइले सहयोग गर्नुभयो, उतै हुनुहुन्छ गाउँमा। मेरो त आफन्तहरू त्यस्तै आउनुहुन्न। ठिक छ उहाँलाई एकदम गाह्रो भइरहेछ दर्शकबिन होइन हामीले सक्दो सहयोग गरौँ। जीवन मृत्यु एक दिन अवश्य हुन्छ नै है, मृत्यु हुन्छ नै। त्यसै कारणले उहाँलाई हामीले साथ सपोर्ट गर्न सक्ने गरौँ। उहाँलाई अहिले राम्रो पनि भइरहेछ, अझ राम्रो होस् है। हजुरलाई धेरै शुभकामना छ। धन्यवाद। हजुरको सहयोगले नै यहाँसम्म भएको छु। अब पनि तपाईँहरूकै सहयोगले अपेक्षा गर्छु। ठिक छ हामीले पनि सक्दो थोरै धेरै सहयोग हामीले लिएर आएका छौँ होइन। हाम्रो यो हाम्रो यो मिडियाको हाम्रो साथी हुनुहुन्छ बाहिर होइन, हाम्रो टिमले चाहिँ सक्दो एउटा सहयोग गरौँ अहिलेलाई थोरै धेरै भनेर हामीले लिएर आएका छौँ है हजुरलाई यिनीहरू। अनि थोरै पैसा सहयोग गर्दैछौँ है अहिलेलाई होइन। हजुरलाई केही पऱ्यो भने फेरि भन्नुहोस्, निराश नहुनुहोस् है, धैर्य राख्नुपर्छ, भगवानसँग विश्वास गर्नुपर्छ है। धन्यवाद। हुन्छ। अब अरू साथीभाइहरूलाई पनि सहयोगको अपेक्षा गर्छु। आफन्तहरू पनि खै सकेसम्म सहयोग गरे राम्रै हुन्थ्यो। गर्न एकाती साथीले के अरे आफन्तहरू गर्नुभयो, नभए मेरो त साथीभाइले नै सहयोग गर्नुभएको अहिलेसम्म, हिजोसम्म। भोलि पनि साथीभाइले सहयोग गर्लान्। आफन्तहरू त खै कसैले देखेको पनि छैन, मैले आउनुभएको छैन। पहिला आउनुभयो होला, म थिइनँ, मैले सकेको थिइनँ। अनि पछि पनि नजिकै आफन्तहरू आउनु भएको छैन के। अनि इन्डियातिर हुनुहुन्थ्यो। इन्डियातिर हुँदाखेरि अङ्कलहरू अनि अरू भाइहरू ले अलिअलि सहयोग गर्नुभयो। तर आफ्नै हुनै सक्नुपर्ने जतिले गर्नुभएको छैन कसैले पनि। ठिक छ हजुर धैर्य गर्नुहोस् है, आफूले आँट गर्नुहोस्, आफ्नो मनोबल नघटाउनुहोस् है। हामीले सक्दो सहयोग हजुरलाई आफन्त छैन भन्दैमा निराश नहुनुहोस् है। आफन्त भनेको नै एउटा भगवान हो, हामी छौँ हजुरको लागि है। धैर्य गर्नुहोस्। ठिकै छ दर्शकबिन, हजुरहरूसँग अलिकति धेरै थोरै केही सहयोग गर्न हुन्छ भने हामी स्क्रिनमा उहाँको डिटेल पठाउँछौँ, त्यसमा हेल्प गरिदिनु होला है। धन्यवाद। उहाँसँग कुरा गरेको क्रममा हामीले सोध्यौँ तपाईँलाई हेर्ने साथ दिने आफन्त को हुनुहुन्छ? उहाँको छोटो उत्तर थियो कोही हुनुहुन्न। यो एउटा वाक्यले हाम्रो मन गहिरोसँग छोयो। जीवनमा बिरामी पर्दा सबैभन्दा धेरै आवश्यक हुने भनेकै आफ्नै मान्छेको साथ रहेछ, तर कतिपयको जीवनमा त्यो साथ पनि हुँदैन रहेछ। उहाँसँग कुरा गर्दै जाँदा उहाँ आफ्नो पीडा र सङ्घर्ष सम्बन्धी निकै भावुक हुनुभयो। उहाँको भावनाको सम्मान गर्दै हामीले भिडियो यतिमै रोक्ने निर्णय गरेका छौँ। अहिले उहाँको स्वास्थ्य अवस्था मात्र होइन, आर्थिक अवस्था पनि निकै कमजोर छ। उपचार र दैनिक जीवन चलाउन समेत ठुलो कठिनाई भइरहेको छ। यदि तपाईँहरूको सानो सहयोग र मायाले उहाँको उपचारमा केही राहत पुग्न सक्छ भने आफ्नो क्षमता अनुसारको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। तपाईँहरूको सानो सहयोगले पनि कसैको जीवनमा ठुलो आश जगाउन सक्छ। सहयोगको लागि स्क्रिनमा लेखेको नम्बरमा सम्पर्क गरिदिनु होला। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको लागि प्रार्थना गरिदिनुहोस्। तपाईँहरूको साथ सहयोग र सद्भावको लागि हार्दिक धन्यवाद। अब जनताको आवाज हरपल हरदम थाङमिचागो.com सब्सक्राइब नाउ।